हेलो गाइज, आज चाहिँ मलाई बिहान बिहानै बाबुले हजुरहरूले सानो छँदाखेरि तिहार कसरी बनाउनुहुन्थ्यो मामु भनेर सोधेको थियो। अनि हामीले भगवान्को लागि घर बनाएर दिया बालेर भनेको थिएँ, मेरो लागि पनि गरिदिनु पर्यो मामु। सो आजको यो भिडियो चाहिँ सानो छँदाको मोमेन्ट रिक्रिएट गर्दै। हेलो गाइस, हामी हनुमानजी भगवानको स्पेस हाउस बनाउन थालिसक्यो। अब माथि लिन थालेको। यसो बरतिर गएर माटो लिएर आएर हाम्रो भगवान्को घर लिपपोत गर्ने र जोड गर्नको लागि भनेर हामी आमा छोरा हिँड्दै। बाबु एकदम एक्साइटेड भएर माटो खनिरहेको छ। माटो लिनु। हेलो शिवांश, कहाँ हिँडेको तिमी? गाईको गोबर लिन। के गर्छौ गाईको गोबरले? भगवानको स्पेस हाउस घर लिप्ने। पुरै गाउँ चार्यौँ, गाई काहीँ पनि नपाएको, तर ठ्याक्कै घरको छेउमा नै गाई जन्मेको है। सो हामी एकदमै लक्की थियौँ, यहीँबाट नै हामीले गोबर लिन सफल भयौँ। अनि यो गाईले चाहिँ भर्खरै बाछो दिएको भएर चाहिँ हाम्रो बाबुलाई चाहिँ गाईलाई छौ न भनेर इन्सिस्ट गरिरहेको थियो। अनि बाबु चाहिँ डराएर सिङले हान्छ कि भनेर, तर लास्टमा अलिकति छुन चाहिँ छोयो। अनि त्यसपछि हामीले यहाँबाट गोबर लिएर गयौँ। फाइनली वी फाउन्ड द ट्रेजर। घर बनाउने हो नि। ल पहिला सुरु पानीले सफा गर्नुपर्छ। सफा गर। ए सबै यस्तरी सफा गर्नुपर्छ, यस्तरी गर हातले। गोबरमा अलिकति माटो मिक्स गर्ने अनि लिप्ने। यो गोबरमा माटो मिक्स गर्ने। तिमीले लिप्न जान्दिनु बाबा? हाल्दियो यहाँ थोरै, यति भयो। अब यसलाई यस्तरी लिप्न पर्छ। ओके, हामीले सरदबाट लिएर आएको माटो थियो नि बाबा, अब यसमा अघि बचेको अलिकति यो गोबर पनि मिक्स गरिदिने अनि चोखो हुन्छ। हामीले गौमाता भन्छौँ नि होइन, सो गौमाताको सबै कुरा चोखो हुन्छ है। अब यसले चाहिँ हामीले घर लिप्ने, घर बनाउँदा युज गर्ने जोडहरू पनि बनाउन मिल्छ यो माटोले। ओके, बाबुलाई चाहिँ इँटा पास गर्न हेल्प गर भनेको, अनि हि इज हेल्पिङ मी। हामीसँग खडा इँटा नभएर टुक्रा टुक्रा इँटा भए पनि जे होस् काम चाहिँ गर्यो। छतको लागि चाहिँ हामीले टाइल थियो एउटा, त्यही टाइल युज गर्यो। ल फाइनली हाम्रो स्ट्रक्चर रेडी भइसक्यो। बाबु मक्ख परेर बसिरहेको छ। यो चाहिँ गेरु लगाइसकेपछि अब चाहिँ फुल घर हाम्रो। अब फोटोमा चाहिँ बाबु बेबु सबै आएको छ। बाबुको सीमा नै छैन। ठ्याक्कै वाइन्ड अप गर्ने बेलामा माताको मूर्ति पनि आएको भएर बाबुले चाहिँ हात जोडेर भगवान्लाई प्रार्थना गर्दै। थ्याङ्क यू फर वाचिङ आवर ब्लग। ह्याप्पी दिवाली।